लगायत सुवर्णेश्वर मन्दिर चाहिँ यो है भक्तपुरको सूर्य विनायकमा छ है गाइस। ल तपाईँहरू पनि भिडियो बाटो भए पनि दर्शन गर्नु होला सुवर्णेश्वर मन्दिर गाइस भक्तपुरको होइन भक्तपुर कटुन। ल यो चाहिँ सुवर्णेश्वर मन्दिरको गेट है गाइस। अहिले चाहिँ हामी सुवर्णेश्वर मन्दिर आइसक्यो भक्तपुर कटुन्जे है त। आज चाहिँ हामी बेल बसिरहेको होइन अनि यो चाहिँ यताबाट पनि आइन्छ है बाटो। यहाँ माथि चाहिँ यतादेखि चाहिँ गणेशमान पार्क पुग्दो रहेछ है भक्तपुर। यहाँदेखि त्यस्तो छैन अब चाहिँ गेटदेखि चाहिँ भित्र जाउँ है त। यतातिर दामी देखिँदो रहेछ मास्तिर सिडी पनि भित्र पस्ने चाहिँ यतातिर के ए यहाँ चाहिँ शिवलिङ्गहरू रहेछ। यहाँदेखि बसेर यता चाहिँ बस्ने क्या घुमाउने हो कि मान्छेहरू आउँदैछ यस्तो बिचमा चाहिँ ठुलो यहाँ कतिवटा हुन्छ हौ। एक राउन्ड सुवर्णेश्वर तर यस्तो गरेर उ लगायो भने चाहिँ रातो लगायो भने चाहिँ दामी देखिँदो रहेछ हौ। यताबाट आउने यताबाट निस्किने रहेछ। ल दर्शन गर्न ल सुवर्णेश्वर मन्दिर सुवर्णेश्वर। ल म चाहिँ घुस्दै चाहिँ ऋषि मन्दिर है गाइस। किरा कराएर आहा दामी देखिँदैछ है। शिवलिङ्ग शिवको उतो 108 रहेछ। त्रिशुल त सानो रहेछ। यता चाहिँ के छ हौ विष्णु भान्जी चाहिँ पहिला आएको किन आएको यहाँ म दिएको पसेको थिएन मेरो पनि फर्स्टचोटि। यहाँ चाहिँ विष्णु यो मार्बल आएको देख्दा त इँटहरूको त स्विमिङ गर्ने के अरे ओसन पार्कहरू जस्तो पो देखिन्छ। विष्णु भगवान सुतिराखेको रहेछ है। विष्णुको पाउ पनि छ त यो चाहिँ कुन विष्णु नि हो होइन विष्णु कुन भगवान हो त ऊ पखेटावाला छ गडुल इस्कुसको बोर्ड पनि खतरा रहेछ है। यो चाहिँ ट्याङ्की रहेछ होइन त यो ट्याङ्की त धारामा झर्ने यो शङ्ख अरे दुलो बेगर त शङ्ख रहेछ। शिवको लिङ्ग कस्तो यो रातो लगायो भने चाहिँ दामी देखिँदैछ है। रातोले खुल्दो रहेछ कि होइन। ल हामी चाहिँ अब मास्तिर जाने भान्जाले चस्मा टाउकोमा लगाएर चाहिँ घाम शीतल हुन्छ अरे होइन। ए यस्तो दामी छ सिडी सुवर्णेश्वर आया अनि ल मन्दिर पुग्नुभन्दा अगाडि चाहिँ यस्तो मुखै लाग्नु छ र मुख सुनिएर होला हौ खोइ। यहाँदेखि ठ्याक्क दुईवटा पस्ने रहेछ फेरि बाटो होइन त। ल गणेश रहेछ यो पनि रहस्य होइन त मन्दिर अगाडि सबैको ठाउँमा गणेश हुन्छ भनेर। दुईतिर जाने बाटो रहेछ यता दाहिने जानु बनायो हामी चाहिँ होइन यता झर्ने रहेछ। गणेश विष्णुको अगाडि चाहिँ गडुल हुन्छ अरे भन्छ भगवानको सरकलन गर्दाखेरि अनि पार्वतीले गणेश पार्वती भगवानले हात्तीको सोच काटेर टाउको दिएको जोड्दै
चलो चलो रे चलो जय हनुमान ज्ञान गुण सागर हनुमान चालिसी यति बेला खरिदा पस्नु त यता यता कृपया पाउमा पूजा नगर्नु होला गर्नु होला अरे पाउमा चाहिँ गर्नु थियो कि हनुमान मान्छेले ब्रह्मचारी हो हनुमान कस्तो टर्किनु छ हौ त लाइट त आमा केटाकेटीहरू आउँदैछ पारि ल टर्किया नाम होइन यहाँ कला मन्दिर जस्तो रहेछ यो ऊ भएर हो क्या मान्छेहरू खासै नआएर क्या यहाँ पनि उठान थियो मलाई पनि थाहा छैन हौ यता चाहिँ लाइट परेर उता पुरा हिँडेको आमामा यो पो डेन्जर छ त हौ होइन भन्छ हेर्नु न खतरा डेन्जर भन्नु त दामी रहेछ भन्नुपर्ने त्यो चाहिँ सुवर्णेश्वर मन्दिर सुवर्णेश्वर यताबाट पनि हिँडेर आइँदो रहेछ त नि यो चाहिँ कहाँ ए यतातिर चाहिँ यहाँ भगवान्को नामहरू चाहिँ राखेको रहेनछ है यहाँ माथि त्रिशुल यतातिर चाहिँ पुरै लाइट साह्रो देखिँदो रहेछ मन्दिरको ठ्याक्क पछाडिबाट चाहिँ भिडियो बनाइँदैछ गाइस उतादेखि चाहिँ एन्टी लाइट परेर के यहाँ चाहिँ यस्तो रहेछ है दामी रहेछ है सुवर्णेश्वर मन्दिर चाहिँ गाइस होइन यो सुवर्णेश्वरबाट भ्यू भएर चाहिँ दामी देखिन्छ है मन्दिर के बनाएको हौ सुवर्णेश्वर सुवर्णेश्वर लुच्चु एन्टी लाइट पर्दैछ क्या केटाकेटीहरू आयो त यही चाहिँ यो चाहिँ सुवर्णेश्वर मन्दिर गाइस सुवर्णेश्वर मन्दिर है गाइस यो चाहिँ पिपल जस्तो छेउमा चाहिँ खोइ कुन कार्तिक खेल्ने मान्छेहरू आउँदो रहेछ यहाँ केटाकेटीहरू बिहान चाहिँ राम्रो देखिँदो रहेछ त्यो कुन ठाउँको रहेछ हौ केटाकेटीहरू आएर बस्दो रहेछ लगायत सुवर्णेश्वर मन्दिर चाहिँ यो है भक्तपुरको सूर्य विनायकमा छ है गाइस सुवर्णेश्वर मन्दिरको नामै घरिघरि बिर्सिन्छ कि सुवर्णेश्वर मन्दिर गाइस चाहिँ ल हामी चाहिँ मन्दिर घुमिसक्नु होइन मन्दिर अब चाहिँ फर्किने त्यहाँको मन्दिरको पछाडि योहरू पनि दामी देखिन्छ त्यो कि यो पो त यो कहाँदेखि उता चाहिँ आउनुहुन्छ होइन नि म यो पिपलको फेदमा चाहिँ कुन भगवान हो यस्तो रुद्राक्षको बोटहरू घन्टी झन्डा अब चाहिँ हामी फर्के यस्तो पारेर निकालेको छ दुलो बाटो निकालेको छ यहाँ चाहिँ रुद्राक्ष चाहिँ
यता चाहिँ अगाडि चाहिँ उतै रहेछ मन्दिरको चाहिँ गाइस के छ ध्यान केन्द्र अरे ल अब चाहिँ हामी चाहिँ झरेको मन्दिर ए के रुख रहेछ हौ साथै गेटा त कति साह्रो फलेको रहेछ हौ गाभेर कि के भन्छ गाभेर हुन्छ के भेडा अरे नाभेरा के भन्छ नागेरा नेभारा नेवार भन्ने गर्यो हौ यता पनि चट्टान चाहिँ यस्तो यस्तो चट्टानहरूको चाहिँ पर उमा चाहिँ खतरा रहेछ क्या बरु यो चाहिँ मैले चाहिँ खतरा लाग्यो हौ पल्लोबाट जाने यताबाट झर्ने हामी झरेको ओह्रालो हाम्रो दुईजना तल जाँदैछ है ठ्याकेको बाटो कस्तो छ त ठ्याक्क त्यहाँ ओह्रालो त्यहाँदेखि फेरि उकालो गएर माथि गणेश मान पार्क पुग्छ ठ्याक्कै यता चाहिँ यस्तो छ है गाइस ल गाइस हामी चाहिँ सुवर्णेश्वर मन्दिरको दर्शन गरिसकेर होइन फर्किँदै गरेको होइन गाइस एकदम दामी भ्यूहरू देखिन्छ है गाइस अब चाहिँ हामी फर्केको बाई बाई टाटा